नमस्ते सबैजनालाई। म अनुपम यहाँलाई स्वागत गर्छु मेरो युट्युब च्यानलमा। यो मेरो पार्ट 6 भिडियो हो। यसमा मैले क्लास 12 को 2082 मा सोधेको क्वेशनको 20 नम्बर सल्भ गर्न गइरहेको छु। यदि हजुरलाई राम्रो लागिरहेछ भने लाइक शेयर र सब्स्क्राइब गरिदिनु होला र केही त्यस्तो जिज्ञासा छ भने कमेन्ट गरिदिनु होला। ल ढिलो नगरिकन आजको भिडियो सुरु गरौँ। 20 को ए नम्बर के भन्छ? 20 को ए नम्बरले भन्दाखेरि इफ द मिडिल टर्म इन द एक्सपान्सन a/2 + 2 को पावर 8 इज 1120। मिडिल टर्म दिएको छ हामीलाई, यो एक्सपान्सनको हामीलाई मिडिल टर्म दिएको छ अनि भन्छ फाइन्ड द भ्यालु अफ ए को भ्यालु हामीलाई निकाल्न भनिरहेछ। हामीले अब हेर्नु कसरी गर्ने भन्दाखेरि यहाँ हेर्नु, द गिभन एक्सपान्सन इज a/2 + 2 को पावर 8 हामीलाई दिएको छ। त यसबाट हामीले कसरी गर्ने भन्दाखेरि एउटा कुरा ध्यान राख्नुपर्छ, यो जुन पावरमा जुन छ 8 त्यो यो चाहिँ इभेन हो कि अड हो त याद राख्नुपर्छ। यो चाहिँ हाम्रो इभेन हो। हियर n = 8 विच इज इभेन। यदि यहाँ अड हुन्थ्यो भने यहाँनिर दुईटा मिडिल टर्म हुन्थ्यो। यहाँ त यो चाहिँ इभेन हो, 8 चाहिँ इभेन हो, त्यसैले सो देयर इज ओन्ली वान मिडिल टर्म। त मिडिल टर्मको फर्मुला कसरी हो के हो भन्दा के निकाल्ने भन्दाखेरि के हो फर्मुला हामीले यो याद हुनुपर्छ। tn/2 + 1 हो हाम्रो फर्मुला। त n भनेको कति हो? हाम्रो 8 हो। n भनेको 8 हो भन्दाखेरि 8 हो भन्दाखेरि अब यहाँ हेर्नु t8 n भनेको ठाउँमा हेर्नु t8/2 अनि +1 8/2 भनेको त 4 हो, t4 + 1 भयो। अब हामीलाई फर्मुला त थाहा छ, वी नो द्याट tr + 1 जेनरल टर्म हो यो, त्यसको हामीले निकाल्ने हो फर्मुला मिडिल टर्मको जेनरल टर्म। अब tr + 1 बराबर फर्मुला के हो भन्दाखेरि cnr * a को पावर n - r * a को पावर n - r अनि डट xr, यो हाम्रो फर्मुला। त यहाँ हेर्नु त tr + 1 कहाँबाट लेख्ने? यहाँबाट हेर्नु tr को ठाउँमा के हो? 4 हो। t4 + 1 सँग त बराबर हुन्छ, त्यसैले यो मिडिल टर्मको फर्मुला हो। तपाईँले यहाँ हेर्नु t4 + 1 भयो। अब 4 + 1 बराबर n भनेको त 8 हो, 8 राख्यौँ हामीले 8। r भनेको हेर्नु त यो r हो, r भनेको कति हो? हाम्रो यहाँबाट 4 हो, r भनेको 4 राख्यौँ हामीले 4। a भनेको अब हेर्नु यो अब a र x कहाँबाट राख्ने त? यसलाई हामीले यसबाट यो कुन एक्सपान्सन यसलाई योसँग कम्पेयर गर्नुपर्छ। a + x को पावर n सँग कम्पेयर गर्नुपर्छ, जसमा a भनेको के हो हजुरलाई? a भनेको a/2 हो र यसमा x भनेको चाहिँ 2 हो। यसो यो कम्पेयर गर्दाखेरि आएको। अनि पो यहाँबाट पनि n = 8 यसरी आएको। तब यहाँ हेर्नु a को ठाउँमा हामीले के लेख्ने? a को ठाउँमा हामीले a/2 लेख्ने हो। अनि त्यसपछि n भनेको 8 भइहाल्यो, r भनेको 4 हो, r भनेको 4 हो। अनि x भनेको कति हो रे? 2, x भनेको 2 हो अनि यो r भनेको चाहिँ 4 हो, त 4 राख्यौँ हामीले। अब यो t4 + 1 लाई जोडिदिउँ, t5 भयो बराबर। अब यसको कम्बिनेसन फर्मुला भएको के हो भन्दाखेरि यो 8 को फ्याक्टोरियल बाई 8 - 4 को फ्याक्टोरियल इन्टु 4 को फ्याक्टोरियल गर्ने हो। अनि यो a/2 त यहाँ छँदैछ, 8 - 4 भनेको 4 हो, 2 को पावर 4 भनेको 16 हो, 16। अब यो क्यालकुलेट गर्दाखेरि कति आयो रे? 70 आयो। अब यो a को पावर 4 भनेको कति? a को पावर 4 हो अनि 2 को पावर 4 भनेको 16 त क्यान्सल भयो। t5 = 70 a को पावर 4। अब फ्रम क्वेसनले त हामीले यहाँ हेर्नु त क्वेसनले के भनेको थियो? इफ द मिडिल टर्म इन द एक्सपान्सन, यो मिडिल टर्मको यो जुन छ यसको मिडिल टर्म कति हो रे? 1120। त t5 को ठाउँमा हामीले के राख्न सक्छौँ? 1120। अब हेर्नु t5 = 1120 हो भने t5 भनेको यहाँबाट 70 a को पावर 4 हो भने अब यो 70 लाई डिभाइड गरिदिनु, यता 16 आयो। अब हेर्नु 16 भनेको त 2 को पावर 4 हो, त्यसैले 4 4 क्यान्सल, a = 2, त्यसैले a = कति आउँछ? 2। यसको एन्सर हो 2। 20 को ए नम्बरको एन्सर आउँछ 2। आयो, बुझ्दै हुनुहुन्छ हजुरहरूले? ल अब यो 20 को बी नम्बरमा के भन्छ भन्दाखेरि यो पनि इम्पोर्टेन्ट हो, यो पनि हरेक इक्जाममा सोधेकै छ। युजिङ म्याथमेटिकल इन्डक्सन प्रुभ द्याट 1 + 7 + 13 + 19 + डट डट + 6n - 5 = n 3n - 2। यो चाहिँ यो दिएको छ, यसलाई प्रुभ गर्न भन्छ। यो चाहिँ म्याथमेटिकल इन्डक्सनबाट प्रुभ गर्न भनेको छ। अब हेर्नु कसरी प्रुभ गर्छौँ, यसलाई कसरी प्रुभ गर्छौँ। यहाँ हेर्नु यो चाहिँ दिएको छ हामीलाई प्रुभ गर्न। हामीले सबैभन्दा सजिलो तरिकाबाट सिकाइरहेको छु कसरी गर्ने भन्दाखेरि यो लेख्नु पहिला। टु प्रुभ युजिङ बाई म्याथमेटिकल इन्डक्सन लेट पियान लाई मानिदियो एउटा, लेट भनेर मानौँ, पियान भनेको यो हो, यो पुरा सेम सारिदिनु होला, पियान भनेको यो। अब पिएन को ठाउँमा हामीले 1 राख्दा वेन n = n देन एलएचएस।
अब एलएचएसमा भने यो हो एलएचएस, यसलाई एलएचएस बुझ्नु होला अहिले। एलएचएस पी यो एनको ठाउँमा यदि 1 दियो भने पी 1 दियो भने 1 नै हुन्छ। फर्स्ट पोजिसनमा के हुन्छ त्यो लेख्नु हामीले यहाँ। फर्स्ट पी एन इक्वल टु 1 राख्दा यो फर्स्ट पोजिसनमा के छ 1 छ नि, त्यही यो 1 राख्ने यहाँ। फर्स्ट पोजिसनमा जे हुन्छ त्यही राख्नुपर्छ हामीले यहाँ। त फर्स्ट P1 भनेको एक प्रकारले यो फर्स्ट पोजिसन हो, त्यो बुझ्नु होला। त्यसैले फर्स्ट पोजिसन बराबर 1 छ भने 1 राख्नु होला यहाँ 1। अब आरएचएसमा पनि 1 राखेर हेर्नु त, एनको ठाउँमा 1 राख्नुभयो, 1 भयो। 3 इन्टु यान भनेको पनि 1 राख्नुभयो, 1 माइनस 2 को 2, 3 भयो। 1 ले मल्टिप्लाई गर्नु भएन, यो 3 1 जा 3 माइनस 2, 3 बाट 2 जान्छ भने 1। त्यसैले यहाँ हेर्नु, सो एलएचएस इज इक्वल टु आरएचएस भयो। देन P1 इज ट्रु, P1 हाम्रो ट्रु भयो। त वेन अब हेरौँ, अब एनको ठाउँमा हामीले याम राखौँ। अघि 1 राखेको थियौँ, अहिले यानको ठाउँमा याम राख्दा पिएम पनि ट्रु हुन्छ। यान हो पिएम इज इक्वल्स टु, फेरि त्यही सार्ने क्वेसन, तर यो यानको ठाउँमा योपल्ट याम राख्नुपर्छ। 6m माइनस 5 इज इक्वल टु याम इन्टु 3m माइनस 2 भयो। अब हेर्नु, अब फेरि यो दुईवटा हामीले तीनवटासम्म राख्नुपर्छ। एकपल्ट यान इक्वल टु याम, एकपल्ट यान इज इक्वल टु याम, र अर्को एन इज इक्वल टु याम प्लस 1, तीनवटा राख्नुपर्छ। यहाँ हेर्नु, एलएचएस इज इक्वल्स टु र पिएम प्लस 1 राख्दा, अघि पिएन राखेको थियौँ, अहिले पिएम, अब पिएम प्लस 1 राख्दा एलएचएस मात्रै हेर्नु, यो जति छ त्यति त सेम भइहाल्यो। यहाँ यति सजिलो तरिका भन्दाखेरि यहाँदेखि यहाँसम्म सेम लेख्नु होला, त्यसपछि प्लस गरेर यो 6 छ नि, 6 पछि यामको ठाउँमा अब याम प्लस याम राख्नु होला। बुझ्नुभयो नि? हो, यहाँदेखि यहाँसम्म सेम लेख्ने हो, त्यसपछि फेरि प्लस गरेर यो 6 लेख्ने, अनि यामको ठाउँमा चाहिँ याम प्लस 1 राख्ने, किनकि याम प्लस 1 छ। याम प्लस 1 राखिदियो भने माइनस 5 को माइनस 5 छ। अब यो यति भनेको चाहिँ यहाँ त के लेख्ने हो, यति भनेको याम इन्टु 3m माइनस 2 हो नि, त यो याम इन्टु 3m माइनस 2 प्लस, अब मल्टिप्लाई गर्नु 6m प्लस 6 अनि माइनस 5 गर्दाखेरि 6m प्लस 1 हुन्छ, 6m प्लस 1। अब यति आयो। अब यसलाई फ्याक्टराइजेसन गर्नु त, फ्याक्टराइजेसन हामीले गर्दाखेरि कति आयो रे, m प्लस 1 र 3m प्लस 1 यो आयो। अब आरएचएसमा पनि त m प्लस 1 राख्नु हो, आरएचएस भनेको दियो। अब यसमा पनि m प्लस 1 राख्ने हो। याम भनेको के हो रे, m प्लस 1 राख्ने, राखिदियौँ। अब त्यसपछि 3 इन्टु m माइनस 2 छ भने m को ठाउँमा फेरि m प्लस 1 राख्ने, माइनस 2 मल्टिप्लाई गर्नु, m प्लस 1 छ, 3 इन्टु m, 3m प्लस 3 1 जा 3, अनि यो 3 अब मल्टिप्लाई त हुँदैन, अब यो माइनस 3 बाट 2 जान्छ भने 1 भयो, m प्लस 1 र 3m प्लस 1। अब हेर्नु त, यो र यो त सेम छ, यो र यो त सेम आयो। त्यसैले अब हामीले के भन्नुपर्छ भन्दाखेरि, सो एलएचएस इज इक्वल टु आरएचएस भयो। देन पिएम प्लस 1 इज ट्रु वेन एभर पिएम इज अल्सो ट्रु, देन बाई म्याथमेटिकल इन्डक्सन पिएन इज ट्रु। सबै ट्रु आयो भने हाम्रो प्रुभ भइहाल्छ, हेन्स पिएन इज इक्वल टु दिस प्रुभड। त यसरी गर्ने हो हामीले। यो क्वेसनहरू चाहिँ इम्पोर्टेन्ट हुन्, यो चाहिँ प्र्याक्टिस गरिराख्नु होला। थ्याङ्क यू फर वाचिङ। अब म फेरि अर्को भिडियोहरूमा अर्को पार्टमा उपस्थित हुनेछु। धन्यवाद।